हामी देश विकासका लागि भनेर यहाँनिर सदनमा धेरै बोलिरहेका छौँ। तपाईभन्दा म जान्ने, म भन्दा तपाईँ जान्ने भन्ने हिसाबबाट पनि यहाँनिर फर एन्ड अगेन्स्ट कुराहरू भइरहेका छन्। तर मलाई लाग्छ हामीमा के कमजोरी भयो? उत्तरतर्फको छिमेकीले हामीलाई 100-200 वर्ष अगाडि गइसक्यो छोडेर, दक्षिणतर्फको छिमेकीले पनि हामीलाई थोरैमा 80 वर्ष छोडिसक्यो विकासको दौडमा। हामीमा के कमजोरी भयो? मलाई लाग्छ नेपालीमा एउटा समस्या छ, हामी इमान्दार छैन। हामी आजदेखि इमान्दार बनौँ। म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, हामीलाई केही न केही ठग्नु छ, केही न केही छल्नु छ है। एउटा सानो कर्मचारीदेखि लिएर राजनीति गर्ने तपाईँ हामी जस्ता झुटो बोल्नु छ, मौका यही हो भनेर मौकामा चौका हान्नुपर्छ भन्ने हाम्रो मनोविज्ञानका कारणले गर्दाखेरि आज जति नै राम्रो नीति हामीले बनाए पनि, जति नै राम्रो कार्यक्रमको बारेमा छलफल गरे पनि हाम्रो नियत ठिक नभएको कारणले नेपालीले उन्नति गर्न सकेन भन्ने निचोड चाहिँ मेरो। त्यसो भएको कारणले गर्दाखेरि बिना स्रोतका सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने, आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचारदेखि लिएर अनेक परेका छैन ठगी गर्ने, त्यो ठगीमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न बन्ने, त्यसको तपाईँको त्यसको प्रतिशतले हामीले चाहिँ के अरे आफ्नो जीव पालिराख्नुपर्ने यो चलनको हामीले अन्त्य नगरुन्जेलसम्म यस्ता सदनहरू थुप्रै गठन हुन्छन्, हामी जस्ता सांसद थुप्रै आउँछन् जान्छन्, सरकारहरू बन्छन्, विघटन हुन्छन्, तर हामीले प्रगति गर्न सक्दैनौँ। आज हरेक मान्छेलाई ठग्नु छ यो देशमा, मैले देखेँ। त्यसो भएको कारणले गर्दाखेरि यो ठग्ने चलनको अन्त्य नगरिकन, हामी इमान्दार नबनिकन नीति तथा कार्यक्रमको ठुलो यहाँ बहस भइराखेको छ। पुरानोले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ नै अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि